शङ्कराचार्य जगद्गुरुहरू र ठुला ठुला प्रवक्ताहरू आउने, मुक्तिनाथ दर्शन गर्ने, पुम्दीकोट जाने, सराङकोट जाने, केबल कार चढ्ने, कालीगण्डकी जाने, शालिग्राम यहाँबाट पूजा गर्नको लागि उपहार लिएर जाने। कालीगण्डकीका प्रथम कालीगण्डकीका आसपासका सम्पूर्ण ढुङ्गाहरू त्यो शालिग्राम हुन्। शालिग्राम भित्र पनि के अरे हिरा हुन्छ के, शालिग्राम भित्र मात्र बस्छ हिरा। त्यसले गर्दाखेरि त्यो हिरा हो, यिनीहरू लगेर त्यो चेक गरेर ल्याब टेस्ट गरेर हो र हिरा कति पर्सेन्ट चाहिँ हिरा छ। मैले सुनेको अनुसार चाहिँ 0.02% चाहिँ हिरा छ अरे भन्ने कुरो चाहिँ मैले अनौपचारिक रूपले सुनेको हो। अब यहाँका नेपाल राष्ट्र भूगर्भ नेपाल सरकार भूगर्भ खानी तथा भूगर्भ विभागका कर्मचारी, यहाँका पण्डित, पुरोहित, साधु, मन्त, योगी यी सम्पूर्ण मिलेर त्यो चाहिँ हाम्रो त्यो अरबौं अमेरिकन डलरमा नपाइने त्यो निधि हो, त्यो ढुङ्गा हो, त्यो शिला हो, त्यो हिरा हो। त्यो यिनीहरूले कौडीका दाममा बेचे या त्यसै भनिएको छ। त्यहाँभित्र फेरि कति पैसा खाएको छ। अब यिनीहरूले अटु बेच्दा बेच्दै, देश बेच्दा बेच्दै, नदी बेच्दा बेच्दै अब शालिग्राम हिरा आदि इत्यादि बेच्न थालेपछि यिनीहरूलाई म के भन्छु भने त्यो बेच्न जो सरकारले बेच्छन् तिनीहरूकै यसो होइन बेसियालेमा लगेर भाडामा लाउनु र त्यो भाडा उठाएर घिचा बजिया हो। नेपालमा इन्डियामा कहीँ ढुङ्गा पाइँदैन, यहाँ ढुङ्गा लाग्यो त्यो सामान्य कुरा लाटा मान्छेले बुझ्दैन। इन्डियामा ढुङ्गा पाइँदैन र यहाँबाट ढुङ्गा लानुपर्छ त्यो कुरा होइन। त्यो शालिग्राम मात्रै पनि होइन, त्यो हिरा हो, त्यो नपाइने हिरा हो। त्यो फेरि उत्पादन हुने कुरा पनि होइन, त्यो प्रकृतिले दिएको थियो त्यो लाग्यो। त्यसले गर्दा यसका लागि मेरो ठुलो आपत्ति छ, खेद छ। त्यो दिने सरकार नेपाल सरकारको खाने तथा भूगर्भ विभागका कर्मचारी, त्यहाँ साधु सन्त मन्त आदि इत्यादि लाचारी यिनीहरू यी गधाहरू यी सबैको लागि मुर्दाबाद भन्न चाहन्छु म। यसको लागि सम्पूर्ण सचेत नेपालीहरूले आवाज उठाउनु। पोखरामा आजसम्म हामीले चाहिँ शङ्कराचार्यहरूलाई, जगद्गुरुहरूलाई र त्यस्ता व्यासहरूले ल्याउन सकेका छैनौँ। किन ल्याउन सकेका छैनौँ भने हामीसँग पैसा नभएर हो है। त्यसकारण त्यस्तो व्यक्ति हामीसँग आयो जसले म लगानी गर्छु र यज्ञ गर्छु भन्ने आएको मान्छेलाई हामीले वेलकम गरेका हौँ। पैसा नभएको कारणले गर्दाखेरि चाहिँ यो पुण्य काम गर्न सकिएन। मेयर साहबलाई म फेरि पैसा नभएको कारणले गर्दा पुण्य काम गर्न सकिएन, पैसा नभएको कारणले गर्दा धर्म गर्न सकिएन। त्यो मात्र पनि भन्न सकिएन, किनभने जुन हिसाबले धर्म गर्नलाई पैसा चाहिन्छ, पैसा उनीसँग छ।